अहिले कहाँ बाहिर पढ्दै हुनुहुन्छ होइन? अहिले मेरो भाइ घरमै फ्यामिलीहरूसँगै हुनुहुन्छ। घर बाहिर आँगनमा निक्लेर पढ्दै हुनुहुन्छ। साथीको बिहा हुँदैछ भने चाहिँ आफूलाई चाहिँ हलचल हुँदैन? म त खुसी। किन? साथी शहीद हुँदैछ भनेर? कसैको पनि रिलेसनसिपमा सल्लाह नदिनु हो, त्यो भिले नै हो। हाम्रो समाजमा त त्यो अर्काको चियो चासो गर्ने, मुखमा चिप्लो घस्ने, अनि अलिकति मनमा रिस राख्ने, डाहा राख्ने, प्राय गरी अब अलिकति भन्न त नमिल्ने हो। हाम्रो समुदायमा अलिक बेसी भेटिन्छ त्यो कुरा होइन, त्यो एकदम धेरै भेटिन्छ। तर त्यो दुईजनामा हुन्छ नि त सम्बन्ध, अनि त्यो दुईजनाले मात्र फिल गरेको हुन्छ कि बाहिरको मान्छेले सल्लाह दिदिन, त्यो सल्लाह त राम्रै, तपाईँको नजरमा राम्रो हो त्यो सल्लाह, तर पर्नेको नजरमा त्यो फेरि नराम्रो निक्लिदिन्छ। त्यही भएर त्यो चाहिँ कहिले नगर्नु भन्छु म चाहिँ। बात त सही है। तपाईँभित्र घटित हुन्छ त्यो घटना, बाहिरबाट बुझ्नेले एक थरी बुझेको हुन्छ, बुझाउनेले एक थरी बुझाइदिएको हुन्छ होइन। अनि पछि त्यसले चाहिँ त्यसको चाहिँ कन्क्लुजन चाहिँ नराम्रो निक्लिन सक्छ क्या। त्यो भएर कसैको पनि रिलेसनसिपमा चाहिँ ठोक्का दिएर अथवा हुन्छ नि यही गर त्यही गर भन्नु हुँदैन।